Alright guys, grocery स्टोरतिर थियो आज हल्का नजिकै छ म बसेको भएर चाहिँ फर बेसिक जस्ट लाइक 2 minutes walk अनि यसो गइदिएको अब त्यस्तो धेरै साउन्ड त लिन्छ त्यो त्यही साउन्डहरू लिन्छ त्यस्तो धेरै केही पनि छैन त्यही हो अब हिँडिरहेको छु घाम लागेको छ इट्स गुड टेम्परेचर सन इज साइनिङ है राम्रो भइरहेछ आज चाहिँ मेरो साझा काम छ मेरो लाइक काम एभ्रिडे त्यही नै हो पाउने भनेको टाइम यतिकै हो कि 6-7 बजी 7-8 बज्छ सो अब आफ्नोमा जे काम हुन्छ त्यसै भयो त्यस्तै छ अब लाइफ लाइक मोनोटोनस भएको छ भने चाहिँ तैपनि इट्स अल वर्थ इट के है पर्पस हुनु पऱ्यो गाइस है पर्पस भएपछि आई थिङ्क इभेन्चुअली सबै कुराले पे अफ गर्छ जस्तो लाग्छ अलराइट आई चाहिँ फुड भइसक्यो त ल अलमोस्ट देयर अब यस्तो धेरै छैन सो 1 minute वाक अलिक घाम लागेको छ हिँड्न गाह्रो भएर अब त्यति हो ह्यान्डसम पहिला अस्ति चाहिँ एकदमै ह्युमिड थियो अब आज चाहिँ अलिकति टेम्परेचर एकदम त्यो हुन्छ नि त्यस्तो धेरै गाह्रो छ गर्नु खालको छैन क्या आज चाहिँ त्यस्तो घाम पनि छैन शीतल पनि छैन जस्तो कि समवेयर इन मिडल के त्यही भएर वाकको लागि रनिङको लागि चाहिँ आई थिङ्क इट्स बेस्ट टाइम होइन त्यो भएर म निस्किदिएको अनि खासै मन त थिएन त्यही पनि गइदिनु त भन्दा जस्तो अलमोस्ट सेयर है डलरमा छ सपोज रोमा बेसिक तपाईँसम्म स्पिकर एकचोटि यसो सामानहरू के छ कि छैन डलरमै पस्नु पर्ला सोचेको छु के छ यसो हेर्नु भयो भने सकेसम्म लिएर जानु पर्ला भनेर सोचेको छु के पायो भने चाहिँ Gram protein already for slices. That's right. Let's try it. To bring along. पहिलाको भन्दा चाहिँ अलिकति बेटर छ तर अब त्यही हो 2-4 महिना मात्रै हो फेरि हिल गर्नु सुरु भन्छ हिल गर्नु सुरु भइसकेपछि फेरि ल त्यस्तो गाह्रो हुन्छ नि त्यस्तै हो बस्नु पऱ्यो जसरी भयो नि होइन सस्टेन यसो सिग्नल आउनुपर्छ अब अझ पनि स्टप सिग्नल भइरहेको छ पेरिस्ट्रेन्टको लागि जानु पेरिस्ट्रेन्टले पछि चाहिँ जानुपर्छ भन्ने सोच त्यहाँ वाइट देख्नु होला नि
त्यही हो 2 minute walk यहाँ चाहिँ त्यस्तो धेरै छैन अनि आज यस्तो वेदरमा चाहिँ वक गर्नुको मजा पनि छुट्टी छ क्या अब घाम लाग्यो यताउता गरेको भएपछि यस्तो बाहिर निस्किनु पनि त्यस्तो गाह्रो हुने होइन यस्तै पसिना हुने हिँड्न पनि गाह्रो लाग्ने तर अब यस्तो शीतल मौसममा चाहिँ अनि मजाले हिँडेर पनि वक इभिनिङ वक गरे जस्तो हुने त्यही हो तर अब अचेल एक्सर्साइजहरू खासै गर्नु पाएको छैन कामै काम भन्ने हो होइन अनि जति बेला पनि काम भयो कि खासै हिँड्नै पाइएन तर अब म्यानेज गर्न गाह्रो कि अब सबै जो बाहिर हुन्छ होइन उहाँहरूलाई थाहा होला नर्मली यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि कामै काम होइन अब आज काम भोलि काम अनि त्यस्तो डिएफ पनि छैन अब डिएफ भयो भने नि त्यस्तो मन नलाग्ने बस्न पनि अनि गयो खाना खायो सुत्यो फेरि काम होइन अनि फेरि काम त गरिन्छ फेरि त्यही अनुसार ट्याक्स पनि काट्छ अनि त्यसले गर्दा पनि म्याक्सिमम् टाइम चाहिँ त्यो काममै गयो अनि आयो त्यसपछि यताउता गर्दै सिद्धिने कि अनि अब एक्सर्साइज प्रपरली एक्सर्साइज पनि गर्न पाएको छैन होइन अनि अब एक्सर्साइज गर्न नपाए चाहिँ त्यही त हो नि फिजिकल चेन्जेसहरू आइहाल्छ होइन अनि मेन्टल पनि फटिक अनि आफूले भने जस्तो सोचे जस्तो केही कुराहरू पनि गर्न नपाउने अनि त्यसले गर्दा पनि एकदम त्यस्तो लाग्छ कि अलि दुःख लाग्छ अब आफूलाई टाइम मिलाउनु पर्ने हो हुन्छ होइन मिलाउने गाह्रो त्यही भएर जिम पनि खासै कन्टिन्यू भएन कि अहिले अब इट्स बिन लाइक 5 or 6 month भइसक्यो अब खासै कन्टिन्यू पनि भएको छैन अनि कस्तो हुन्छ भने छोड्यो भने खासै अब त्यो प्रोटिनहरू त मिलाउन सकिँदैन अनि भाइटामिनहरू सप्लिमेन्ट्सहरू खासै हुँदैन सप्लिमेन्टहरू खासै नभएपछि चाहिँ अनि त्यही त हो नि अनि एक्सेस ग्रोथ हुने अनि यताउता पेट लाग्ने समस्या त आइ नै हाल्छ अनि त्यसले गर्दा पनि समस्या चाहिँ इभेन्चुली लङ टर्ममा चाहिँ धेरै समस्या ल्याउँछ जस्तो लाग्छ कि होइन त्यही हो अब बिस्तारै चाहिँ मिलाउनु पर्ला भनेर सोचिरहेको छु एकदम तर च्यालेन्जिङ चाहिँ अलि च्यालेन्जिङ त्यही पनि आई फाइन्ड अ वे है मेन भनेको चाहिँ प्रोटिनको इन्टेकहरू अनि यताउता अनि प्लस एक्सर्साइजहरू अब नर्मल चाहिँ मैले वेट एक्सर्साइजहरू गरिरहन्थेँ अब त्यो वेट एक्सर्साइजहरू गर्न पाउँदाखेरि चाहिँ अलिकति आफूलाई चाहिँ गाह्रो फिल भइरहेको छ अहिले चाहिँ अनेस्टली भन्नुपर्दा चाहिँ अब फर्स्ट अफ अल त आफ्नो डेली पर्फर्मेन्स पनि अलिकति गिर्दै जान्छ होइन अनि आफूले पनि राम्रो फिल गरिँदैन अनि मलाई मेरो पर्सेप्सन के भन्दाखेरि चाहिँ इट्स एक्सर्साइज इज अल अबाउट हुन्छ नि यो फिजिकल ग्रोथ यो मेन ओभर हुन्छ नि एउटा सबै कुराको लागि चाहिँ सबै कुराको सम्मिश्रण हुन्छ नि त्यही जस्तो लाग्छ कि अब मान्छेले भन्छन् होइन जिममा चाहिँ कति मान्छेहरूको पर्सेप्सन छ कि हो यो जिम जान्छ अहिले ठुलो शरीर आउँछ मसल्स आयो होइन द्याट्स नट ट्रु कि होइन जिम इज अल अबाउट हुन्छ नि ओभरअल ग्रोथ भन्छु कि म चाहिँ होइन मान्छे अब फिजिकल चेन्जेस त आउँदै नै भयो होइन तर फिजिकल चेन्जेस साथसाथ के आउँछ भन्दाखेरि आफ्नो मेन्टल वेलबिङ हुन्छ नि त्यो चाहिँ धेरै नै इम्प्रुभ हुन्छ जस्तो लाग्छ कि होइन आफूले सोच्ने तरिकाहरू अनि आफ्नो क्रिएटिभिटीहरू अनि आफूले गुड फिल गर्छ क्या मान्छेले चाहिँ त्यही भएर एक्सर्साइज भनेको चाहिँ सबभन्दा ठुलो ब्लेसिङ हो जस्तो लाग्छ मलाई ह्युमन बिइङको त्यही भएर चाहिँ हामीले कहिले पनि एक्सर्साइज गर्दाखेरि चाहिँ होइन गर्नु हुँदैन यस्तो चाहिँ कहिले सोच्नु हुँदैन खास भन्यो भने है अनि त्यही हो मेन चाहिँ मैले सिकेको कुरा के छ भन्दाखेरि एक्सर्साइजमा चाहिँ नर्मली जिम गएपछि अब हामीले एक दुईवटा एक्सर्साइज गर्छौँ ओ ल भयो थाकियो भनिन्छ नर्मल चाहिँ एउटा सिम्पल वेमा राख्ने भने धेरै कुरा सल्भ हुन्छ जस्तो लाग्छ इट्स अल अबाउट लाइक वेट एक्सर्साइजेस अनि न्युट्रिसन र स्लिप के यो ट्राइपोड जस्तो हो कि होइन अब कुनै पनि कुरा अब हामीले केही पनि कुरा गर्दाखेरि चाहिँ अब त्यो तिनवटा चाहिँ पोइन्ट हुने भयो अब एउटा पनि कुनै पोइन्ट मिलेन भनेपछि त्यो ट्राइपोड ढल्छ नि त होइन त्यो तिनवटा स्ट्यान्डमा एउटा केही ढल्यो भने चाहिँ त्यो त ब्यालेन्समा आउँदैन नि हो त्यस्तै होला त्यो पनि त्यही भएर तिनवटै ट्राइपोड मिल्नु पऱ्यो अनि त्यति हो अनि रेगुलर एक्सर्साइज चाहिँ गर्नु पऱ्यो कन्टिन्युटी भन्ने कुरा चाहिँ लाइफमा एकदमै इम्पोर्टेन्ट हो त्यो कन्टिन्यू भएपछि चाहिँ सब कुरा ठिक हुन्छ है त्यति नै हो त्यतिको सिम्पल राखेपछि चाहिँ जो बिगनर हुन्छ या हुन्छ नि जो जिम जाउँ जस्तो लागिरहेको छ त्यति कुराहरू चाहिँ राखेर गयो भने चाहिँ मजाको रिजल्ट चाहिँ मिल्छ यति चाहिँ म भन्छु त्यही हो लाइफमा फेरि अप्स एन्ड डाउन्स आउँछ फेरि
अब एउटै तरिकाको एउटै इन्टेन्सिटीमा चाहिँ एक्सर्साइज गर्छु भन्दा पनि सकिँदो हुन्छ कि अब कुनै टाइममा चाहिँ अलिकति फ्री हुन्छ टाइम होइन अनि त्यसपछि आफूलाई मोटिभेटेड भइन्छ त्यति बेला चाहिँ अति राम्रोसँग एक्सर्साइज गर्न सकिन्छ कि तर कहिलेकाहीँ त्यस्तो लो फिल हुन्छ ल म किन गरिरहेको छु होइन अनि त्यो पोइन्टलेस हो लाग्छ कि त्यो पोइन्टलेस लाग्ने बेला चाहिँ अनि सम्झिनुपर्छ कि होइन ओके मैले जे गरिरहेको छु नि होइन त्यो चाहिँ आफ्नो लागि गरिरहेको छु अनि त्यो सोचेपछि चाहिँ आई थिङ्क इभन चाहिँ रिजल्ट मिल्छ जस्तो लाग्छ अनि इट्स अल अबाउट यु के लाइफमा भनेको इट्स अल अबाउट यु अरूले के गर्छ अरूले के सोध्छ भन्ने कुरा चाहिँ इट डजन्ट इभन म्याटर मैले चाहिँ सिकेको कुरा त्यही हो होइन आफूले आफूलाई इम्प्रुभ गर्ने हो अनि कसले के सोध्छ भनेर चाहिँ हु केयर्स है हु केयर्स अबाउट लाइक वाट अदर थिङ्स अबाउट यु के सो त्यही हो एक्सर्साइज गर्नुहोस् हेल्दी खानुहोस् अब राम्रो सोच विचार हुने आओस् होइन सबैलाई त्यति भएपछि लाइफ बिकम्स मच मोर ब्युटिफुल राइट अहिले चाहिँ अब गेममा जानु लाग्यो साथीकोमा नर्भस छु है अनेस्टली भन्नुपर्दा चाहिँ अब जे भयो नि जुन आउटकम भयो नि अब एक्सेप्ट गर्नुपर्छ त्यही हो आई होप अर्जेन्टिना प्लेज वेल अनि मेसीको पर्फर्मेन्स चाहिँ यहाँ कस्तो हुन्छ हेर्न आइएम भेरी एक्साइटेड होइन भोलि सबै चाहिँ अर्जेन्टिनाको पक्षमा जाओस् भन्ने चाहिँ विस गरिरहेको छु ओके म्याच डे जस्ट वेटिङ फर उबर है अहिले चाहिँ अझ 2-3 मिनट लाग्छ होला सायद अब आउनु चाहिँ ओके आई सी यु देयर ओके मेरो उबर आइसक्यो उबरमा बस्नु पऱ्यो है म्याच हाल्नु जानुपर्छ Ouais, et t'entends, j'ai pas tant de prodige, je crois. Ouais, alors son papa, c'est vrai que son papa c'est mon cousin. La connexion, bah, ce n'est pas, tu sais, vous pouvez voir les gens, c'est pas 2 fois. Hein? Vous pouvez voir 2 fois. Mais si c'est ton sang, c'est ta famille. C'est ton patient, c'est family connection. ल म साथीकोमा आइपुगेँ है अहिले चाहिँ ल यहाँ ल अस्तिको भ्लग हेर्दै रहेछ मेरो साथी भनेपछि ल आउनु कहाँ हार्छ अर्जेन्टिना आएको यहाँ फायरमा बसिरहेको रहेछ अहिले ल साथीहरू र सही हो ल ठिक छ प्लान्ट चाहिँ अस्ति ठुलो भइसकेको छ अस्ति हामी सँगै गरेर लिएको थियौँ प्लान्ट कस्तो ठुलो बढिसकेको रहेछ ल यहाँ चाहिँ त्यो प्लान्टहरू चाहिँ यहाँ चाहिँ म देखाउँछु है बाहिर स्ट्रबेरी हाम्रो यहाँ फार्मिङ भइरहेछ यहाँ चाहिँ यहाँ यो अब हाम्रो टमाटर जस्तो लाग्यो होइन यो चाहिँ के हो यो यो चाहिँ कुन प्लान्ट हो भनिदिनु पऱ्यो थाहा छैन यार नाम यो चाहिँ फुल हो होइन यो चाहिँ हाम्रो स्ट्रबेरी जस्तो लाग्छ यहाँनिर देख्न सक्नुहुन्छ यहाँ 15वटा जति फलिसकेको रहेछ अब यो चाहिँ अब हाम्रो थाहा नै छ तिहारको है हजारी फुल अब यो चाहिँ अब यो पनि फुलै होला यहाँ रहेछ ल साथीहरू साग हो साग रहेछ यहाँ चाहिँ साथीहरू प्रगति दह्रो गरिरहेको छन् कि साथीहरू चाहिँ ल सही हो lot of criticism if they had been knocked out. अगाडि दिन हो अगाडि दे I do think they were a little fortunate in this game with the way that it panned out with Embolo sending off. Switzerland started their second half remarkably well. And for the first time since the FIFA ranking. गाइज फाइनली अर्जेन्टिना जित्यो है यस्तो नर्मल गेम खेल्न चाहिँ होइन अनेस्टली भन्नुपर्दाखेरि जित्ला जस्तो लागेको थिएन एक मिनट पनि लागेको थिएन होइन तर
रिस एकदम रिस उठिरहेको थियो क्या अब नर्मल चेन्ज चाहिँ केही पनि गरेको थिएन स्काउटले यङ प्लेयरहरू कुनै दिन राखेको थिएन त्यही ओल्ड प्लेयरहरू साथ राखिरहेको थियो अनि फ्रस्ट्रेसनको लिमिट भइसकेको थियो तर फाइनली अब अर्जेन्टिना भनेको एकदम रेजिलियन्ट साइड हो अनि फाइनली ओके सेमी फाइनल पुग्यो अब होप अब इङ्ल्यान्डसँग छ म्याच इट्स गन बी टप म्याच होइन अब थाहा छैन के हुन्छ अब तर आज चाहिँ चित्तै बुझेन कि गेम जित्यो भन्यो भने चित्तै बुझेन कि राम्रो खेल्दै खेल्न खासै भन्यो भने खालि त्यो एउटा अल्भारेजको राम्रो खेलिदियो र एउटा चाहिँ सर्ट राम्रो भयो गोलमा गयो त्यसले गर्दाखेरि मात्रै आएको नत्र अदरवाइज अर्जेन्टिना वर सिट के टुडे दे डिन्ट प्ले वेल अब होपफुली इङ्ल्यान्ड छ राम्रो themselves, they make, you Yeah, know, open up their in there. country, you know, Unde kalau पनि बाह्र मात्रै ल्याएको पुरा त just हुँदैन supporting them. Argentina just found a way to do it again with the experience they have. साइको मेसी यार त्यसले मलाई डुबाए आज हाम्रो साथले बेट हालेको रहेछन् अब मेसी टु स्कोरमा अब आज अब 9 म्याचदेखि रेगुलर हानिरहेको थियो अब यो म्याच पनि हान्छ जस्तो लागिरहेको थियो नि त त्यो भएर हालेको रोनाल्डो फ्यान भएर मेसीको लागि बाजी हालेको यसलाई चाहिँ क्यान्सल यो चाहिँ कट गर्नुपर्छ यो क्लिक चाहिँ को साला मेसी ठिक छ केही छैन अब यस्तो हाल्छ भने के भन्नु छ कस्तो लाग्यो अर्जेन्टिना गेमलाई गोगुल भनौँ न भनौँ बाहिर जाने खालको थियो तर लकले जित्यो लकले जित्नु चाहिँ लकले नै जित्यो चाहिँ जस्तो लाग्यो है गेम चाहिँ एकदमै नराम्रो के त्यस्तो केही थिएन किन जित्यो अब कस्तो अब जिन त कस्तो नजित्ने हो र अब सेमी फाइनलमा पुगिसक्यो होइन अब चित्त बुझ्यो नि नबुझ्यो पनि होइन अब फ्यानहरूलाई अब के भन्नु अब पुग्यो त पुग्यो होइन अब इङ्ल्यान्डसँग छ अब इङ्ल्यान्डसँग पनि अब इङ्ल्यान्डमा त्यस्तो इम्प्रेसिभ त थिएन आज जस्ट द्याट अब होइन आज नै उनीहरूले नर्वेले राम्रो खेलिरहेको थियो तर इङ्ल्यान्ड गयो फाइनली रन चाहिँ केही हान्दैन भाइ हाम्रो अर्जेन्टिना जस्तो टिम अपोनेन्ट छ नि त्यस्तैसँग खेल्छ के त्यही हो अब इङ्ल्यान्ड अनमोल केसीको अनमोल केसी हाम्रो अनमोल केसी पनि दाजु पनि अनमोल केसीको लाइभ आएर छन् है अब इङ्ल्यान्डसँग टप म्याच हुनेवाला छ होइन तर इङ्ल्यान्डलाई जित्छ क्या किनभने वार पनि लडेको हो वार पनि अर्जेन्टिनाले जितेको हो फाक्ल्यान्डको वार माल्भिनासको वार यो पनि जित्छ क्या बामो अर्जेन्टिना ल अर्जेन्टिना जित्यो है त ल खुसी लाग्यो यार उसको बोर्डिङ गेम खेल्दा पनि जितिरहेको ल यार भन्नै नसक्ने गेमहरू त के हो अब इङ्ल्यान्डसँग छ होपफुली विल क्यान प्ले वेल